पहाडको छाती चिरेर यस्तो बाटो पनि बनाउन सकिन्छ भन्ने कल्पना गर्नु भएको थियो? पहाडको बीचमा यस्तो बाटो पहिलो नजरमै विश्वास गर्न गाह्रो पर्न सक्छ। चारैतिर अग्ला चट्यान, बीचमा साँगुरो मोड अनि त्यसै माथि यति आकर्षक डिजाइनमा बनाइएको सडक हेर्दा सामान्य बाटो जस्तो लागे पनि यस्तो ठाउँमा विकास गर्नु कुनै सामान्य कुरा होइन। कहिलेकाहीँ मान्छेको सोच र मेहनतले प्रकृतिको कठोर ठाउँलाई पनि यात्रा गर्न मिल्ने बनाइदिन्छन्। यो सुरंग हेर्नुहोस्, पहाड नै काटेर बनाइएको यो संरचना केवल बाटो होइन, मान्छेको साहस र प्रविधिको उदाहरण पनि हो। पहिले यस्ता ठाउँहरू पुग्न असम्भव जस्तै मानिन्थ्यो, तर आज विकासले त्यस्ता ठाउँलाई पनि जोडिदिएको छ जहाँ पुग्नै कल्पना गर्न समेत गाह्रो हुन्थ्यो। सडक केवल यात्रा गर्ने बाटो मात्र होइन, कसैको रोजगारी, कसैको सपनाको यात्रा अनि कसैको जीवन सजिलो बनाउने मध्ये पनि हो। यस्तो जोखिमपूर्ण ठाउँमा काम गर्ने मानिसहरूको मेहनत सम्झिँदा साँच्चैकै सम्मान गर्न मन लाग्छ। हेर्दा तपाईलाई सबैभन्दा अचम्म लागेको कुरा के लाग्यो? सुरंग मोडिएको बाटो कि यो अद्भुत विकास? यस्तो ठाउँमा यात्रा गर्ने मौका मिल्यो भने जान चाहनुहुन्छ कि हुन्न?